सबैजनालाई नमस्ते। होपफुली सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु र स्वागत छ मेरो मिनी भ्लगको पहिलो दिनमा। आज मेरो मिनी भ्लगको पहिलो दिन बिहानै उठेर हातमुख धुन जान्छु। फटाफट हातमुख धोएर आएर नेस्क्याफे कफी मिक्स बनाएर खान्छु। खाएर म फटाफट जिमतर्फ लाग्छु। जिम चाहिँ माथिल्लो तलामा हुनेले अलिकति हिँड्नुपर्छ र हाम्रो जिम चाहिँ त्यति साह्रो फ्यासिनेटिक छैन, जो फिजिकल फिटनेसको लागि एकदम पर्फेक्ट छ। मलाई चाहिँ वेट ट्रेनिङ गर्नुको लागि वेट छैन, त्यही भएर म क्यालिस्थेनिक वर्कआउट गर्छु। आज सुरु गरौँ। म सरसफाइतिर लाग्छु किनकि मान्छेहरू यहाँ डिसिप्लिन छैन। खाएर हेर्नु न, मजाले पानसान खाएर यतैतिर थुकिदिन्छन्। म एज अ जिम लभर भएकोले मलाई यो चाहिँ नराम्रो लाग्छ, धेरै नराम्रो लाग्छ र म आफ्नो वर्कआउटमा वार्मअप चाहिँ अनिवार्य हुन्छ। म वार्मअप फटाफट गर्छु र स्किपिङ वान अफ द मेरो फेभरेट एक्सर्साइज पनि हो। यसले ओभरअल बडीलाई टार्गेट गर्ने गर्छ र हाम्रो भनौँ न फुल्ली वार्मअप हुने गर्छ। मेरो पहिलो एक्सर्साइज सुरु हुन्छ फ्लोर पाइक पुसअप्सबाट। पाइक पुसअप्स 3 सेट हान्छु म। पाइक पुसअप्स मलाई एकदम इजी लागेर म हल्का लेभल अप बेन्च पाइक पुसअप्सको 3 सेट हान्छु। पाइक पुसअप्स सकेपछि म ह्यान्डस्ट्यान्ड पुसअप्सतिर लाग्छु र ह्यान्डस्ट्यान्ड पुसअप्समा म 2-3 सेट मात्र हान्नु सक्छु, धेरै दिनपछि गरेकोले। ह्यान्डस्ट्यान्ड पुसअप सकेपछि म ह्यान्डस्ट्यान्डमा हल्का फोकस गर्छु र ह्यान्डस्ट्यान्ड थोरै भए पनि एकछिन होल्ड अप गर्छु हैन। र अनि म ह्यान्डस्ट्यान्ड सिकिसकेपछि एकचोटि ट्राई गरौँ न त वान ह्यान्ड स्ट्यान्ड कस्तो हुँदो रहेछ भनेर। र आज मबाट भएन र अन्तिममा मैले चाहिँ सेट सक्नुको लागि सोल्डर प्रेस हाने र यो तपाईँ हेर्नु सक्नुहुन्छ मेरो लास्ट एन्ड फाइनल बडी कन्डिसन आजको। र हजुरहरूलाई के कसो लाग्यो हैन, भिडियो मन पराउनुहुन्छ भने लाइक गरिदिनुहोस् र अन्तिममा हेर्न सक्नुहुन्छ मेरो लास्ट मिल। हस् त, धन्यवाद। आजलाई यति नै, फेरि भेटौँ हाम्रो नयाँ भिडियोमा।